भरिबाट हेर्नुहुने मित्रहरू देश प्रदेशको चौतारी च्यानलमा हाम्रो भक्त दाई अग्रज व्यक्तित्वले चाहिँ उहाँले बनाउनु भएको कलाकृतिहरू यहाँ चाहिँ सजाएर राख्नु भएको छ। हेर्दा पनि यहाँ मिनी म्युजियम जस्तो सङ्ग्रहालय चाहिँ यहाँ ठ्याक्कै रेडी गरेर राख्नु भएको छ। म सन्देशगर्ता विश्वभरि ल भन्नुहोस् दाजे, पहिले पनि बनाउनु भएको थियो, त्यो धेरै मान्छेले हेरेको थिए। त्यो विगत वर्षहरूमा पनि धेरै बनाएँ। यो अर्को फेसनको बनाइरहेको छु। त पहिला त के थियो भने आफ्नो आफ्नो स्टाइल्समा त्यस बेला काठमाडौँको एयरपोर्ट बनाएको थिएँ। पहिला त्यसलाई गौचर भन्ने गर्छ, गौचरण भन्ने गर्छ। त्यो गौचरणलाई परिमार्जित गरेर पछाडिबाट अब राणाकाल पछाडि चाहिँ के बनायो त्यहाँ अब एयरपोर्ट भन्ने इन्टरनेसनल नै बनायो काठमाडौँमा नि। तब अब त्यो बनाएको थिएँ। हाम्रो दाजुलाई चाहिँ यति अत्याधुनिक औजारहरू सामग्रीहरू भएको भए चाहिँ उहाँले अझै पनि परिमार्जन गरेर निकै राम्रो आकर्षक बनाउनु हुन्थ्यो अझै पनि। तर पनि धेरै पनि राम्रो छ अहिले दाजुको कलाकृति चाहिँ रहिरहनेछ भनेर मैले युट्युब च्यानलमा देश प्रदेशको चौतारी च्यानलमा हालेको छु है दाजु। धेरै धेरै लगाएर मसँग अन्तर्वार्ता होइन डेलिकेसन छ। हजुर हगि उनीहरूलाई म यो बनाएको अनि तपाईँले पहिले लाटकोसेराको फेस्टिभलमा पनि तपाईँले पुरस्कार ल्याउनु भएको थियो होइन दाजु? त्यसमा पनि म गएको थिएँ है। हजुर त्यहाँ पनि धेरै मान्यता मिल्यो। के को बनाउनु भएको थियो त्यति बेला लाटकोसेरा? उल्लु है भन्छ। उल्लु दिवस नि त्यति बेलामा महोत्सव उल्लु महोत्सवमा 14औं कति किसिमको उल्लु हुँदो रहेछ दाजु तपाईँको विचारमा? उल्लु चाहिँ कति किसिमको हुँदो रहेछ? 125 जातको उल्लुहरू पाइँदो रहेछ। 125 जातको? हजुर हजुर। अंकु पो दुमी लङ्काने दिलीप पौका खाती पो आखी हगि तर वैज्ञानिक नाम पो दर्जा पो 125 जाति प्रजाति धेरै चुक्ता रहेछ। ल दाजे नामको पापा चाहिँ उल्फ हुचिल हो नि हैन? नाम लाका खिन्दै गएर लाटकोसेर बनेको मोले हैन? गाली तुक्ली है घरसा काई सानो तुक्ता नि हो तुक्ली पापा पो हो हैन? कोही हो पो भन्दा खामु हैन? तब कोही त्यत्तु भन्छ जिरे सुक्ता कोही हल्पा मिनाम सुक्ता नि हो माम चुक्म होला माम के चुक्छु जेनरेसन मरि जाँगा छु हैन? चाउरे छु होला पितुकुले चुक्म होला माम उल्लु चाहिँ ए म जति चाहिँ लाटकोसेरा पाइबिरे कान्छा छुकुम नि। ल ल दाजु ल आशालाई फेरि बनाइ बनाउनुपर्छ है। हजुर।